सो हामी चाहिँ आज बिहानै बेनीबाट पोखरा आएको होइन अनि बेनीको चाहिँ मैले भिडियो बनाएन के बनाउनु भनेर बनाइसकेको भएर नबनाएको हामी चाहिँ बिहानै बेनीबाट हिँडेको र हामी अहिले पोखरा आइपुगिसक्यो अनि हामी चाहिँ भोक लगाएर खान लागेको हामी चाहिँ पोखरा कति बजी आइपुग्यो 11 बजी हामी बिहान 7:30 बजी हिँडेको बेनीबाट अनि हामी चाहिँ पोखरा 11 बजी आइपुग्यो अनि भोक लाग्यो अनि खाना खान आएको सो अहिले चाहिँ हामी खाना खान लागेको त्यसपछि हामी घुम्न निस्किन्छौँ लेक साइडतिर अनि त्यहाँको पनि भिडियोहरू गर्छु अनि त्यसपछि म बोटिङ गर्छु भन्नाले काइकिङ गर्छु सब बोटमा गएर काइकिङ गर्छु अनि त्यसपछि रमाइलो गर्छु त्यही हो हामी चाहिँ यहाँ काइकिङ गर्न आएको कस्तो लागिरहेछ हाम्रो फर्स्ट टाइम हो काइकिङ गरेको त्यसरी डर पनि लागिरहेछ है फर्स्ट टाइम भएर र अब चाहिँ हाम्रो पालो आउँदैछ जान लागेको ड्रेस लाउँदैछौँ काइकिङ गर्न लागेको यहाँ अनरियल एडभेन्चर भनेर यहाँ सबजना गर्दै हुनुहुन्छ र हाम्रो दुईजनाको चाहिँ फर्स्ट टाइम है ल अरे होता है तो ऐसे पीछे चलता है ऐसे कस्तो लाग्यो त काइकिङ गरेर फर्स्ट एक्सपिरियन्स तपाईँ त उहाँसम्म पुग्नुभयो नि त ल जे होस् राम्रो गर्नुभयो गुड जब प्राउड अफ यु बुढा ल दामी 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 रमाइलो भयो एकदमै फेरि गर्ने हो नेक्स्ट टाइम फेरि गर्ने हो ल गरेर सपिङ गरेर हामी चाहिँ यहाँ घुम्दैछु घाटोमा हेलो बुढा हामी यहाँ घुम्दैछु लेक साइडको बाटो यहाँ हेर्नुहोस् माछा खाने माछा हेर्नु त फ्राई माछा हामी माछा खान लागेको बुढा मर्निङ अब चाहिँ हाम्रो घर जाने टाइम आइसक्यो हामी चाहिँ पोखरामा हिजो स्टे गरेको थिएँ अब चाहिँ हामी घर जानु लागेको यत्रो दिनको जर्नी पछि अब बल्ल घर जानु लागेको एकदम रमाइलो भयो र एकदम राम्रो दिन भयो मौसम पनि दामी दामी छ यहाँनिर चिसो चिसो मौसम छ अब विदरमा चाहिँ गर्मी हुने हो कि के हो ल अब यो मेरो लास्ट इन्डिङ हो अब म चाहिँ सबैलाई बिदाई गर्दै म अब के छ सबै अब बाटोको त भिडियो के लिने पहिले लिइसकेँ त्यही भएर आज यहीँ इन्ड गर्न लागेको ब्लग ल जसले हेर्नुहुन्छ मेरो ब्लग सबजनाले मेरो लाइक सब्सक्राइब सेयर गरिदिनु होला बाई बाई।